त्यसपछि नौगेडी चाहियो भनेको छ। अब सुरुमै नाइ भन्यो, त्यसपछि सुन चाहियो, मलाई श्रीमती चाहियो भनेर भनेको छ। यसमाथि आज 5औं दिन हो। 5औं दिनमा पनि अहिले यहाँ कपडा लत्ता जल्ने अवस्था केही देखिएको छैन। अझै 2 दिन प्रतीक्षाको घडी छ। त्यसपछि हामी सीसी क्यामेराहरू निकालेर त्यसपछि 2-3 दिन फेरि अनुसन्धान हामी गर्नेछौँ। त्यसपछि के हुन्छ त्यसपछि यहाँ हामी सबैलाई जानकारी गराउनेछौँ। अहिले सामाजिक सञ्जालमा चाहिँ धेरै टिपा टिप्पणी चाहिँ होइन आइरहेको छ। कसैले भुल भनिरहेको छ, कसैले देवी देवता भनिरहेको छ, कसैले चाहिँ यो भाइरल हुनका लागि एउटा नाटक हो भनिरहेको छ होइन। अब तपाईँले यो विषयलाई चाहिँ कसरी लिनुभएको छ कि यो घर परिवारहरूले चाहिँ यो भाइरल हुनकै लागि गराएको हो त यस्तो नाटक रचिएको र यो मैले बुझेसम्म यो नाटक र भाइरल हुनलाई होइन। यो घर परिवार यो पृथ्वीबहादुर कुन पीडामा छ यथार्थ कुरो बुझ्नलाई हामीले आज 5औं दिनसम्म सीसी क्यामेराहरू जडान गरी नगर प्रहरी र इलाका प्रहरीबाट हामी निर्देशन यसलाई हेरिरहेका छौँ। र अरू कुरा के छ भने यो दैवी प्रकोप, दैवी संयोग हो या के हो, अब यसलाई चाहिँ बुझ्न अझै 2 दिन बाँकी छ, 2 दिन लाग्नेछ। अनि हामी यसलाई पक्कै पनि एउटा निगरानीबाट एउटा कुनै न कुनै एउटा यसलाई किनारा लगाउनेछौँ। र यहाँ त अब अहिले हेर्ने दर्शक भनौँ यहाँ आउने भक्तजन अथवा अरू पनि मात्रामा आइराखेका छन्। अहिले चाहिँ यदि केही सीसी क्यामेराको निगरानी भएको हुँदा हटिसकेपछि हुन्छ भन्ने केहीको भनाइ छ, त्यो हेर्न बाँकी नै छ। अनि सर यो चाहिँ उहाँको चाहिँ छोराछोरीहरू अथवा छोरा बुहारीहरू है उहाँ चाहिँ काठमाडौँ हुँदै गर्दा उहाँको घुममा पनि त आगो लाग्यो भन्ने एउटा घटना अहिले सामाजिक सञ्जालमा अब छ्यापछ्यापी छ भनौँ। यो विषयलाई चाहिँ तपाईँले पुष्टि गरिदिनु पऱ्यो कि यो त्यसको रहस्य चाहिँ होइन के लागेकै हो त आगो। मैले बुझेसम्म अब त्यहाँ पनि आजभन्दा 2 दिन पहिला त्यहाँ पनि चामलमा कता आगो लाग्यो भन्न सुनेको हो, देखेको होइन। त्यहाँ यहाँ चाहिँ म आउँदा आगो लागेको एक दिन प्रत्यक्ष देखेको हो र केही दिन अगाडि पनि आगो लागेको देखिन्थ्यो। त्यहाँ पनि छोराबुहारी, छोरा चाहिँ आर्मी हुनुहुन्छ अरे, छोरा चाहिँ भनौँ बुहारी चाहिँ डेरामा छिन्। यहाँ सासु बुहारीले कुरा गरिसकेपछि यता सासु खाना खानै जाँदा उहाँ सुत्न जाँदै गर्दाखेरि उहाँ आगो लाग्यो भन्ने फोन मार्फत जानकारी भएको हो। यथार्थ कुरो बुझ्न बाँकी छ।